कथा, अर्थ र अनर्थ। भर्खर भर्खर धन कमाएका तर शिष्टाचार सिक्न भने बाँकी नै रहेका एकजना व्यापारीले आफ्नो घरमा एउटा भव्य भोजको आयोजना गरेका रहेछन्। तर भोज सुरु हुने बेलासम्म पनि निम्त्याइएका 50 मध्ये 20 जना अतिथि आई नपुगेको देखेपछि उनले भनेछन्, खै आउनुपर्ने मान्छे त अझै आएनन् नि। उनको कुरा सुनेर उपस्थित पाहुनाहरूमध्ये केहीलाई लागेछ, ए आउनुपर्ने मान्छे आएनन्, हामी चाहिँ नआएका भए पनि हुने मान्छे पो रहेछौँ। यो कुरा एकछिन खस्याखुसुक चलेपछि आइसकेका 30 जनामध्ये 10 जना त्यहाँबाट लुसुक्क निस्केछन्। आइसकेका पाहुना फर्केको देखेर उनले नम्रतापूर्वक भनेछन्, हरे नजानुपर्ने मान्छे पनि गए। तर बाँकी पाहुना मध्येका केहीले त्यो कुरालाई पनि अर्कै अर्थमा लिए र भने, ए उनीहरू नजानुपर्ने मान्छे भए जानुपर्ने मान्छे चाहिँ हामी पो रहेछौँ। अनि फेरि 10 जना पाहुना त्यहाँबाट निस्केछन्। यसपटक उनलाई आफूले बोल्दा केही गल्ती भएको आभास भएछ र उनले त्यही कुरालाई प्रष्ट पार्ने हेतुले भनेछन्, मैले उनीहरूलाई लक्षित गरेर त्यसो भनेको थिइनँ। तर बाँकी 10 पाहुनाले पनि त्यो वाक्यको पनि अर्कै अर्थ निकालेछन्। उनीहरूले सोचेछन्, ए ती जानेहरूलाई लक्षित गरेर नभनेको भए के हामीलाई भनेको त? अनि अन्तिम 10 जना पनि त्यहाँबाट तुरुन्तै निस्केछन्। यस कथाबाट के शिक्षा पाइन्छ भने हरेक शब्द र वाक्यको आफ्नै सन्दर्भ र महत्त्व हुन्छ। बोल्दा हतार गर्नुभन्दा विचार गर्नु राम्रो हुन्छ। मुखबाट निस्केको बोली र बन्दुकबाट निस्केको गोली फर्काउन सकिँदैन। यो कथा चेनिया लोककथामा आधारित रहेको छ र चेनिया लोककथाबाट यस कथालाई साभार गरिएको हो। धन्यवाद।